हेलो गाइज नमस्ते, वेलकम टु माई फर्स्ट भ्लग। मैले आजदेखि भ्लग सुरु गरेको। मेरो नाम चाहिँ खगेन राउत। मेरो घरको कुरा गर्नुपर्दाखेरि खत्तर छेड्दै गाउँपालिका वार्ड नम्बर 3 धनाल त बाजुरा हो। र मैले आजदेखि भ्लग स्टार्ट गरेको। तपाईहरूले एक सब्सक्राइब, एक लाइक, एक कमेन्ट छोडेर जानु होला। साथसाथै तपाईहरूको माया चाहिरहेको छ। अहिले भन्नुपर्दा चाहिँ म माथि लेकतिर जान लाग्यो। त्यहाँ जानुपर्ने छ, लेक वहाँ छ। आजभोलिको दिनचर्या मेरो यस्तै गरेर बितिरहेछ भनौँ न। लेक जाने, औलाउने, फेरि लेक जाने, गोठालो जाने भइरहेछ आजभोलि। त्यसैले सबै साथीहरू जोडिँदै गर्नु होला। सबैलाई माया छ होइन। सो गाइज अहिले म खर्क पुगिसकेको छु लेकतिर। अहिले म अब एकछिनमा गोरु भैँसा खोएर गोठालो जङ्गलतिर लिने हो। खरक चाहिँ मेरो खरक हो। खरक किन हाल्यो भन्नुहुन्छ भने गाउँतिर बर्खा लागिसक्यो नि त, कुहिरोले ढकमक्क छाछ होइन। यता चाहिँ भैँसी रहेछन्, हेरिरहेछन् क्या। फुकेर यो अहिले खरक हालिदिएको थियो क्या। अब खोएर म चाहिँ जङ्गलतिर जान लाग्यो गाइज। टक्क आउनु गोरु भैँसा खुसिसकेको छु। ल ल ल जला यो भैँसा देख्न सक्नुहुन्छ। अहिले चाहिँ भैँसा बाँधेर म घर जानलाई तयारी भइसकेको छु। आज दिनको भ्लग बनाउन पाएन भनौँ न। आज पुरा पानी आएर मौसम नै चेन्ज भइदियो। ट्याक्क अब म घर जान लाग्यो एकछिनमा। यो चाहिँ मेरो लेकबाट देखिने भ्यू हो। दामी छ, तर अहिले यस्तो कुहिरो लागेर देखिन लाग्छ नि राम्रोसँग। ठिक छ गाइज होइन। अब भोलि भेटौँला नयाँ भ्लगमा। अर्को भ्लगमा भेट्दै गरौँला गाइज होइन। सब्सक्राइब गर्दै रह, जोडिँदै रह। धन्यवाद।